नमस्कार कस्टमरहरू जसलाई रुम चाहियो स्वागत छ तपाईँलाई स्काई रुममा। तपाईँले कसरी रुम बुक गर्न सक्नुहुन्छ स्काई रुममा सिम्पल प्रोसेस म तपाईँलाई सब कुरा सम्झाउने नै छु। अब सिम्पली तपाईँ गुगलमा आएर स्काई रुम नेपाल सर्च गर्नुहुन्छ भने फर्स्ट टाइम हाम्रो प्लेटफर्म छ अनि तपाईँलाई यो प्लेटफर्ममा क्लिक गर्न सक्नुहुन्छ। एन्ड लाइक अब यो ओपन हुन्छ अनि ओपन भयो। अब ओपन भयो अनि तपाईँले बेसिकली एउटा यता कर्नरमा चाहिँ अप्सन आउँछ लाइक म चाहिँ एकचोटि अलरेडी बुक गरेको हालेको छु आफ्नो मतलब लगइन गरिहालेको छु। सो मेरोमा त अप्सन आएन। तपाईँमा एउटा इन्स्टल एप इन्स्टल गर्ने अप्सन आउँछ। बेसिकली त्यो इन्स्टलमा क्लिक गरिदिनुहोस्। यो स्काई रुमको एप तपाईँमा इन्स्टल भइहाल्छ। त्यो सजिलोको लागि तपाईँलाई वेब फेरि नभिजिट गर्नु परोस् अनि धेरै धेरै इन्फोहरू तपाईँले पाउँदै गर्नुहोस् स्काई रुमको बारेमा। त्यसको लागि त्यो गर्न सक्नुहुन्छ तपाईँ। बेसिकली योमा अझै रुम बुक मात्रै गरेर धेरै कुरा गर्न सक्नुहुन्छ। लाइक मुभिङ सर्भिस त छँदैछ। हामीले तपाईँले रुम बुक गर्न सक्नुहुन्छ भने रुम बुक गर्नुहुन्छ भने तपाईँले सिटीवाला या यस्तै केही चाहियो भने हामीले तपाईँले त्यो पनि प्रोभाइड गर्छौँ मुभिङ हेल्प। अहिले हामी प्रोसेसमै छौँ। हामीले 1-2 हप्तासम्ममा गर्ने नै छौँ सब कुरा। अनि तपाईँलाई ट्युसन टिचर चाहियो ट्युसन सेन्टरमा जानु छ कति कम दामसम्म पनि गर्न सक्छ। हामीले बेसिकली धेरै कम्प्रोमाइज गरेको हुन्छौँ अनि त्यति कम्प्रोमाइजमा तपाईँले यता आफ्नो ट्युसन पनि पढ्न सक्नुहुन्छ। लाइक कसैलाई पढ्नुहुन्छ भने तपाईँहरू अगर चाहिँ स्टुडेन्ट हुनुहुन्छ भने तपाईँलाई कहीँ यस्तो मेस एन्ड टिफिन चाहियो भने लाइक टिफिन सर्भिसहरू चाहियो भने त्यो पनि हामी प्रोभाइड गर्ने नै छौँ। अनि तपाईँले रुममेट या कसैले एउटा मात्रै छ कसैलाई यो एकजना मात्रै छ उहाँलाई चाहिँ रुममेट चाहियो भने तपाईँ यताबाट रुममेट पनि फाइन्ड गर्न सक्नुहुन्छ। त्यति मात्र नभएर तपाईँ अगर चाहिँ स्टुडेन्ट हुनुहुन्छ भने तपाईँलाई अभियसली वर्ल्ड बुकहरू त होला नै जसलाई तपाईँलाई बेच्नुपर्छ या त्यस्तो कुनै वर्ल्ड कार्पेन्टर या केहीहरू टेक्स्ट बुक फर्निचर इलेक्ट्रोनिक डिभाइस या साइकल या क्लोथ या जे पनि होस् तपाईँले यता अपलोड गर्न सक्नुहुन्छ। अनि जसलाई मनपर्छ त ऊ यता आएर बुक गर्न तपाईँको डाइरेक्ट बुक गर्न लाइक किन्न सक्नुहुन्छ। त्यसको लागि केही सर्भिस चार्ज छैन हामीबाट। ब्रोज आइटममा गएर जानुहुन्छ भने लाइक अल आइटम छ यता टेक्स्ट बुक छ। टेक्स्ट बुक तपाईँ सेल लिस्ट एन्ड आइटम तपाईँ यता लिस्ट गर्न सक्नुहुन्छ। कसैले लिस्ट गरेको छ भने तपाईँ यता सेल गरेको पनि अप्सन आउनसक्छ। लाइक सेल केही छैन अहिलेसम्म त भएको छैन किनभने यो लाइक स्टार्टिङ नै हो। अनि अब हुने नै छ सब कुरा। लाइक टाइटलमा फिजिक्स 10 ओके फिजिक्समा दिए क्लास 11 दिएँ म क्लास 11 दिए। बेसिकली क्लास 11 को त नहुनु पर्ने तर पनि डिस्क्रिप्सन किनकि बेसिकली धेरै स्कुलहरूले नै दिनुहुन्छ। अनि डिस्क्रिप्सनमा के लेख्न सक्नुहुन्छ भने जे पनि लाइक तपाईँको मन जे पनि लेख्न सक्नुहुन्छ। जे पनि लेख्न सक्नुहुन्छ आफ्नो बुकको अनुसार आफ्नो बुकको अनुसार या केही तपाईँले त्यस्तो तपाईँले अप्सन भेटेमा यता पनि लेख्न सक्नुहुन्छ हैन। अनि क्याटेगोरीमा कस्तो छ त टेक्स्ट बुक हो फर्निचर के हो म त टेक्स्ट बुक इन्लिस्ट गर्दैछु एन्ड टेक्स्ट बुक अदर पनि केही तपाईँलाई जस्तै कि तपाईँलाई लाइक योबाट अझै केही यो बाहेक अझै केही बेच्नु छ भने यो तपाईँले अदर्समा क्लिक गर्न सक्नुहुन्छ। अनि कन्डिसन कस्तो छ गुड छ ब्रान्ड न्यू छ या लाइक न्यू छ लाइक अलि ठिक छ अनि ठिक छ फेयर वर्न कामझुलो छ यस्तो लाइक। अनि तपाईँ आफ्नो कन्ट्याक्ट नम्बर प्राइस दिन सक्नुहुन्छ या फ्रीमा पनि गर्न सक्नुहुन्छ। अगर तपाईँलाई कसैलाई फ्रीमा दिनु छ त्यो पनि सर्भिस छ। लाइक 1000मा मेरो बुक छ नै म फ्री राख्छु लाइक म फ्री राखेँ होइन अहिले त 100 राख्छु। अनि कन्ट्याक्ट तपाईँ आफ्नो नम्बर दिइहाल्नुहोस् लाइक 9729 नट एट अल 9713 48 69 यो। अनि तपाईँ आफ्नो नाम लाइक म ज्ञानी एन्ड एरिया लोकेसन तपाईँ आफ्नो लोकेसन दिन डाइरेक्ट तपाईँ आफ्नो म्यापको लिङ्क यता सेयर गर्न सक्नुहुन्छ। यो राम्रो हुन्छ। एन्ड लाइक हुन्छ भने म फ्युचर्समा यता पिन टु लोकेसन पनि गर्न सक्छु। यता तपाईँ बेसिकली आफ्नो एरिया या लोकेसन पनि सेन्ड गर्दा हुन्छ। लाइक विराटनगर 10 मेरो विचारमा त तपाईँ त्यही गर्नुहोस्।
मेरो विचारमा तपाईले त यता आफ्नो गुगलबाट आफ्नो एरिया सेयर गर्ने या व्हाट्सएपबाट डाइरेक्ट तपाईले गर्न सक्नुहुन्छ। व्हाट्सएप सेयर त्यताबाट कपी गरेर डाइरेक्ट यता दिन सक्नुहुन्छ। अनि तपाईँ आफ्नो बुकको फोटो अपलोड गर्न सक्नुहुन्छ। लाइक म चाहिँ अहिले चाहिँ प्रोपर्टी नै लिस्ट गर्दैछु किनकि मलाई बुकको फोटो छैन। एन्ड लाइक अपलोड कम्प्लिटेड एन्ड यस तपाईँ आफ्नो बुकको एन्ड यता लिस्ट गर्न सक्नुहुन्छ। एन्ड बुम तपाईको यता भइहाल्यो, इनलिस्ट भइहाल्यो। अनि तपाईँ बेसिकली तपाईँ सेयर गर्न सक्नुहुन्छ, कोही खरिद्न सक्छ। यता सर्च आइटम पनि गर्न सक्छ लाइक फिजिक्स बुक फिजिक्स ओके फिजिक्स अनि 100 रुपियाँ। अनि मार्क एज सोल्ड या तपाईँको बुक हो, तपाईँ यता मार्क एज सोल्ड पनि गर्न सक्नुहुन्छ। तब यता हराउँदैन। माई गड तपाईँ यता हराउँदैन। अगर चाहिँ तपाईँलाई मार्क भइहालेको छ, बुक भइहालेको छ अलरेडी, तब हराउँदैन। अगर भएको छैन एन्ड देन हराउँछ। लाइक अगर चाहिँ खरिद्नु छ भने यस्तो अनि खरिद्नु छ भने तपाईँ कसरी गर्न सक्नुहुन्छ। लाइक पी लेखेँ म पी लेखेँ सर्ट इजीको धेरै फास्ट गर्नको लागि लाइक टेक्स्ट गुडै छ। अनि लाइक यो पालि म फ्री राखेँ। अनि कन्ट्याक्ट नम्बर जे पनि राखेँ अहिले। अनि नेम जे पनि लेखेँ। अनि एरिया पनि म अहिले जे पनि दिँदैछु है, तपाईँहरू त्यस्तो नगर्नुहोस्। एरिया पनि यही हो। एन्ड लाइक एउटा गरिदिएँ म एन्ड यस्तो भयो। अनि लिस्ट एन्ड आइटम एन्ड बुम यता हालेको छ। अनि तपाईँको फ्री। एन्ड अब कसैले तपाईँको सपोज बुक गर्न चाहनुहुन्छ भने अब यता ब्याक आउनुपर्छ उहाँलाई। अनि यता स्टुडेन्ट मार्केट सर्भिस सेल सम ब्राउज आइटम सेल समथिङमा त यता तपाईँ सेल गर्न सक्नुहुन्छ होइन। अनि लाइक तपाईँले उहाँले कन्ट्याक्ट गर्नुहुन्छ। तपाईँलाई डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुन्छ उहाँले। अनि डाइरेक्ट यस्तो गर्न सक्नुहुन्छ। या अझै केही इम्प्रुभमेन्ट छ भने हामीले फिडब्याक दिनुहोस्। डाइरेक्ट यतै नै सेल गर्ने या के गर्ने तपाईँ त्यो पनि गर्न सक्नुहुन्छ। यतै नै पार्ट सब कुरा फिक्स गरिहाल्ने। बेसिकली म चाहिँ अब बुक तपाईँले म्यानुअल नै गएर दिनुपर्छ, त्यसैले म चाहिँ नम्बर नै राखेको छु। अगर तपाईँलाई यस्तै चाहियो कि यतै भइहालोस् बुकिङ कन्फर्म देन तपाईँ यतै गर्न सक्नुहुन्छ। तपाईँले फ्युचर चाह्यो भने तपाईँ मलाई भन्नुहोस्, म इन्क्लुड जब फाइन्ड गर्न सक्नुहुन्छ या पोस्ट जब गर्न सक्नुहुन्छ। तपाईँलाई केही जब गराउनु छ कसैबाट, लाइक तपाईँ कन्टेन्ट क्रिएटर हुनुहुन्छ, कसैलाई जब गराउनु छ भने त्यहाँबाट तपाईँले सिम्पल गर्न सक्नुहुन्छ। या तपाईँलाई काम गर्नु छ भने डाइरेक्ट फाइन्ड जबमा यता गर्नुहोस्। अहिले चाहिँ पोस्ट जब नै गर्छु म किनकि जब नै छैन। लाइक केही मैले लेखिदिएको छु ट्युटोरिङ, तपाईँ आफ्नो अनुसार लेख्नुहोस्। ओके पे रुपिज पर मन्थ ओके पे रुपिज लाइक ओके 10,000 रिक्वायरमेन्ट क्लास 10। यो तपाईँलाई के रिक्वायरमेन्ट चाहियो, कन्ट्याक्ट नम्बर म्यान्डेटरी छ 97 13 44 89 69 एन्ड कन्ट्याक्ट नेम सपोज ओके एन्ड सबमिट फर रिभ्यू। अब एडमिनले तपाईँको यो तपाईँ गर्नुभयो। अब हामीले तपाईँलाई चेक गर्नु छ कि यस तपाईँलाई राइट गर्नुभयो कि के। एन्ड अगर चाहिँ सही छ भने हामीले त्यता एप्रुभ गरिदिन्छौँ। यता आएर तपाईँको यता पुरा लिस्ट भइहाल्छ। एन्ड कसैले तपाईँको प्रोपर्टी या जबको लागि एप्लाई गर्न सक्नुहुन्छ नि तपाईँले भेरिफाई गरेर। एन्ड देन तपाईँले डाइरेक्ट गर्न सक्नुहुन्छ। यो पनि प्रोपर्टी छ। अनि एक्सपेन्सेस स्प्लिटर यो पनि प्रोपर्टी छ। बेसिकली तपाईँले योमा अगर चाहिँ फ्ल्याट खरिद्नु भएको छ धेरैजनाले, अनि त्यता गएर तपाईँले यता राम्ररी तपाईँले म्यानेज गर्न सक्नुहुन्छ। केही लफडा हुँदैन एक्सपेन्डिचरहरूमा। लाइक तपाईँले एउटा ग्रुप बनाउनु। अब मेन कुरामा आउँ। अब तपाईँ कसरी बुक गर्न सक्नुहुन्छ। अब तपाईँले एउटा प्रिमियम प्रोपर्टिजहरू हुन सक्नुहुन्छ कि धेरै राम्रो प्रोपर्टिजहरू यता। अनि राम्रो पनि नराम्रो पनि, मतलब राम्रै होस्, सब राम्रै हो। अब तपाईँको डिपेन्डमा पर्छ तपाईँ कति पैसा तिर्न सक्नुहुन्छ अनि कतिको तपाईँ खरिद गर्न सक्नुहुन्छ। लाइक हाम्रो अहिले यो रियलहरू हो सब। अहिले हामी यति बुक गरेको छु। लाइक योमा दुईवटा तपाईँले रुम पाउनु सक्नुहुन्छ 6,000मा, यानि कि 3,000। यो फेसिलिटी रहेका छन्, यो रहेका छन्। एन्ड सो मलाई यो रुम बुक गर्नु छ। यो रुम बुक गर्नु छ भने म यसमा क्लिक गरेँ। अनि तपाईँ यता फुल डिटेल हेर्न सक्नुहुन्छ। फोटोहरू पनि हेर्न सक्नुहुन्छ। झाल छ,
कहाँ धोका छ के छ यता भिडियो पनि तपाईँलाई मिल्छ। योमा नभएको मात्रै हो, न त धेरैमा भिडियो रहन्छ। अनि शान्ति चोक यता छ, यता न्यू लिस्टिङ फर रेन्टै हो। अनि लाइक सिङ्गल रुम छ, एभाइलेबल छ त्यो बाथरुमहरू त्यहीहरू। एन्ड लाइक प्रोपर्टी डिटेल यता सब कुरा तपाईँलाई डिटेल्स हेर्न सक्नुहुन्छ अनि रिभ्यू पनि गर्न सक्नुहुन्छ यहाँबाट। एन्ड तपाईँले अगर चाहिँ एक्ज्याक्ट लोकेसन रिभिल तपाईँले यसको एक्ज्याक्ट लोकेसन चाहिन्छ भने तपाईँले अफकोर्स बुक गर्नुपर्ने हुन्छ। तपाईँले यता 2 किसिमको बुकिङ हेर्न सक्नुहुन्छ, एडभान्स बुकिङ या फुल बुकिङ। बुक नाउमा तपाईँले रुम नै 1 महिनाको लागि हाम्रोबाट चाहिँ मतलब चाहिँ बुक गर्नुहुन्छ। अब तपाईँ कति दिन रहनुहुन्छ त्योमा तपाईँलाई डिपेन्ड पर्छ। बुक नाउ गरेपछि 4 भ्युज बेसिकली भएको छ यसको। अनि किनकि अहिले चाहिँ हामी प्रोसेसमै छौँ। अनि एडभान्स बुक नाउमा तपाईँले 750 रुपियाँ तिर्नुपर्छ। सपोज म एडभान्स बुक गरेँ भने अब तपाईँले कहिले बुक गर्न चाहनुहुन्छ, सपोज 9 मे। एन्ड योमा तपाईँले के गर्नुपर्ने हुन्छ, तपाईँले यो क्युआर कोडमा तपाईँलाई पे गर्नुपर्ने हुन्छ पैसा। तपाईँले जति तिर्नु छ भने लाइक तपाईँको कति पैसा भयो, अब तपाईँलाई रिमेनिङ एट चेक इन 750 रुपियाँ भयो होइन। अनि एडभान्स यो चाहिँ हाम्रो रिफन्डको पोलिसी पनि छ, तर बुकमा एडभान्स बुकमा रिफन्ड छैन। अगर तपाईँले एडभान्स बुकमा बुक गर्नुभयो तपाईँको रिफन्ड मिल्नेवाला छैन। अगर तपाईँले केही त्यस्तो रिफन्ड चाहियो भने, तपाईँको केही त्यस्तो समस्या आयो भने, तर बुक नाउमा तपाईँले अगर चाहिँ भ्यालिड हामीलाई प्रब्लम छ भने, यस्तो प्रब्लम छ भने हामीलाई भन्नुभयो भने तपाईँको रिभ्यू गरेर हामी 72 आवरमा 3 दिन या 3 दिनभित्रमा त पक्कै दिने नै छु तपाईँको रिफन्ड। अगर सही छ भने सब कुरा हाम्रो टिमले बेसिकली भेरिफाई गर्छ। अनि लाइक तपाईँले यता बुक गर्न सक्नुहुन्छ। तपाईँले त्यसको लागि सबभन्दा पहिला त योमा पैसा पे गर्नुहुन्छ 750 अनि तपाईँलाई अझै कति दिनुपर्छ अनरलाई, लाइक 4250 रुपियाँ तपाईँलाई दिनुपर्छ अनरलाई। अनि लाइक यस्तै। एन्ड तपाईँ जे पनि यता म्यासेज लेख्न सक्नुहुन्छ। यताबाट तपाईँले पे गरेको यता फोटो अपलोड गर्नुहुन्छ। हामी यो लिएर नै हामी तपाईँलाई भेरिफाई गर्छौँ कि यस तपाईँले पैसा पठाउनु भएको छ। एन्ड यस तपाईँले आफ्नो यता नाम लेखिदिनुमा राम्रो हुन्छ। एन्ड लाइक बुकिङ रिक्वेस्ट, अब तपाईँ अनर एकाउन्ट क्यान नट बुक प्रोपर्टिज। अब त म अहिले अनर एकाउन्टबाट छु, कस्टमर एकाउन्टमा जान्छु भने मात्रै म बुक गर्न पाउँछु। अनि त्यताबाट तपाईँ सिम्पली बुक गर्न सक्नुहुन्छ। एन्ड लाइक यता लगइनको पनि 2वटा अप्सन छ, बुक गर्न सक्नुहुन्छ या बुक नाउमा पनि क्लिक गरेर तपाईँले बुक गर्न सक्नुहुन्छ। सेम छ, खालि सर्भिस फी चाहिँ 10% लाग्छ। लाइक 5000 को रुम छ अनि तपाईँले एक टाइम चाहिँ 5500 तिर्नुपर्छ। अनि तपाईँले भइहाल्छ। 2-3 दिनमा तपाईँ सर्न सक्नुहुन्छ। अनि रिफन्डको पनि एउटा पोलिसी छ कि तपाईँले अगर चाहिँ 7 दिन को भित्रभित्र तपाईँले अगर जानु भएन, अगर बुक गरिहाल्नु भएको छ अनि 7 दिनको भित्रभित्र जानु भएन, योमा चाहिँ 1 महिना छ, 1 महिनाको भित्रभित्र जानु भएन तपाईँको यो फेरि मानिँदैन है। 1 महिनाको भित्रभित्र तपाईँलाई जानुपर्छ। अनि चेक इन डेट चाहिँ कहिले तपाईँलाई बुक गर्नु छ। एन्ड लाइक द्याट अल यस्तो गर्न सक्नुहुन्छ। अनि बेसिकली लगइनको पनि 2वटा प्रोसेस रहेका छन्। ओके, सो म स्विच एकाउन्ट गर्न चाहेँ अनि म लाइक गुगलबाट पनि साइन अप गर्न सक्नुहुन्छ या म्यानुअली गर्न सक्नुहुन्छ। लाइक म फर कस्टमर यानि कि म बुक गर्न चाहन्छु भने म साइन अप गर्छु गुगलबाट, कन्टिन्यू टु गुगल। एन्ड लाइक म योबाट बुक गरेँ, योबाट लगइन गरेँ। एन्ड यस, अब योबाट म अनर एकाउन्ट एज साइन अप भएको छु। सो त्यसैले तपाईँले अर्को एकाउन्टबाट तपाईँले साइन अप गर्नुपर्ने हुन्छ। एन्ड देन डन। हस् त, धन्यवाद। अझै केही तपाईँले भन्नु छ हामीलाई, फिडब्याक दिनु छ भने हामीलाई कन्ट्याक्ट गरेर दिन सक्नुहुन्छ या तपाईँले म्यासेज लेख्न सक्नुहुन्छ।